हामी चाहिँ जाँदैछौँ उकालो उकालो। यो माथिको चौतारो दामी छ हैन। अब यता पछाडि भनेको चाहिँ प्याउली बजार। यसरी घुमारै देखाए नि भयो त हैन। त्यता छ प्याउली बजार। हामी चाहिँ पहिले टक्क बाख्रा बस्तु चराको ठाउँ हो यो। यता तल तल अहिले चाहिँ बाटो बनेछ हैन। यता आउँदो सबै जङ्गल पात पात छानेको ठाउँ हो यो। बरको रुखको टुप्पा टुप्पा पुगेको अहिले चाहिँ डर लाग्छ हैन। बाटो यस्तो छ दामी होइन त। म त खतरा मान्छे हो अनि यी सबलाई तानेर म बरको रुखमा राखिदिन्थेँ। यो पल्ला छेउकी भित्ताकी केटीलाई चाहिँ तानेर सल बाँधेर उतो उहाँ पर देखिएको उसमा पनि चढेको हो। एकदम राम्रो छ हाम्रो के भन्नु जन्म गाउँ कोक्रेभिर। अहिले त्यो पनि देखाउने छौँ समय मिलेसम्म होइन। समय चाहिँ अलिक मिल्दैन यो कपाल चाहिँ अलिक मिलेन। सबै कुदिन्थ्यो यहाँ त। अहिले त डर लाग्छ होला हौ। डर लाग्छ होला अहिले त चढ्न मिल्दैन अब त्यहाँ। त्यही पनि म त फुत्तै चढ्दिन्थेँ। लाग्दैन थियो त्यतिखेर त। अहिले पनि म त खतरा म्यान हो। डेन्जर म्यान। यो धुपी सल्लो भन्छ यसलाई। यहाँ छ हाम्रो किराँतको मन्दिर। यो हिन्दूको। यो पनि हामी तपाईहरुलाई देखाउने नै छौं। एकदम राम्रो छ। यता यो सबै ठाउँ चाहिँ हामीले बाख्रा बस्तु चराको ठाउँ हो हैन। एकदम दामी ठाउँ छ। खोइ त यहाँ पिङ हाल्ने भनेर भनेको अरे कोही छैन। के अचम्म हो। खोइ बाँस एउटा मात्र त ल्याएको रहेछ। चारवटा त जति त चाहिन्छ नि। यहाँ मन्दिर छ एकदम राम्रो। यो ओम डाँडा अहिले अरुण गाउँपालिकामा रहेको एकदम पर्यटकीय क्षेत्र भनौँ न यसलाई। एकदम राम्रो छ हैन। त्यहाँ ओम लेखेको ऊ पनि छ। यताबाट म झन् राम्रो देखिन्छु यस्तोमा टक्क दामी के दामी देखिन्छ हेर्नु त। तिमीहरू नआउ न केटाकेटी आउ तिमीहरू यसरी हेर्नु। अब जोडी जोडी पनि आउँछन् यहाँ त। यो त फेरि भिडियो हाल्न मिलेन त जोडी जोडी आउँछन् भनेको त। हो र यस्तो छ। यहाँबाट दामी ठाउँ देखिन्छ। 4 मिनटको त भ्लगै भइसक्यो त। भरे युट्युबमा हाल्छु म। दामी देखिन्छ। अनि यता मेरी बुढी र बहिनी यता हिँड्दैछन् लखर लखर। भरे युट्युबमा हाल्नु पर्यो तर नेटै चल्दैन। समस्या चाहिँ त्यो छ क्या। यो धुपी यो ओमको मूर्ति यहाँ राखेको छ। त्यही भएर ओम डाँडा यो हो। यहाँबाट चाहिँ हामी पहिले चाहिँ अब हामी राउ डाँडा भन्थ्यौँ। त्यो राउ डाँडा चाहिँ के कारणले भनेको हो त्यो चाहिँ थाहा छैन। अब पहिले पुर्खाहरूले बुवाहरूले भनेको सुनेर हामीले भने हो। यो पारी विजयवास देखिन्छ। त्यस पछाडि
अनि यतापट्टि बतासे हुँदै यता प्याउली देखिन्छ। यहाँबाट चाहिँ अलिक प्याउली देखिँदैन, एकदम राम्रो ठाउँ देखिन्छ यहाँबाट। यस्तो दामी बरको रुख हेर्नुहोस् त, के दामी छ। यस्तो सरर हावा तराईबाट आइसकेपछि त एकदम स्वर्गमै आए जस्तै देखिन्छ नि। यहाँ त दामी छ यो मूर्ति, एकदम एकचोटि चाहिँ हामी आउनै पर्ने ठाउँ हो यो, होइन? जसरी हुन्छ एकपल्ट आएर यहाँबाट सट्ट एक दुईवटा फोटा खिचेर टक्क लिएर जाँदाखेरि बेग्लै आनन्द आउँछ। यहाँ बस्दाखेरि हावा सरर आउँछ, एकदम रमाइलो ठाउँ छ। हस्, धन्यवाद।